रियाक्सन जे होस् खतरा आउँछ भनौँ ल सेक्युरिटी गार्ड रहेछ मुजी म त पुलिस जान्छ भन्नुसम्म छैन मुजीहरू डेटिङ गर्न जान्छ कुनै लदुवाहरू ओ लामो म त धन्नै गएन केटा हो ट्राफिकदेखि चाहिँ एकदम होसियार हुनुपर्छ है म कस्तो रहेछ नहेरिकन के काट्छ यार यिनीहरू त्यो रणबीर कपुर जस्तो कहाँ बन्नु खोजे होइन यो तोरीहरू मादर जोत सबैजनालाई हेलो नमस्ते के छ एकदम गाह्रो छ मिरर फेरेर चलाउन बेनीले भेट भयो हाम्रो अझै एउटा पछाडि ग्रिन कलरमा ट्राफिकदेखि चाहिँ एकदम होसियार हुनुपर्छ है म गाह्रो छ तर केही छैन काट्छ है आनन्दले चलाम ओ ट्राफिक हेरेछ नि त जे होस् ट्राफिकको साइडदेखि चाहिँ जान्न कि म यहाँदेखि छिरौँ क्या हो छिर्न मिल्दैन रहेछ नि त ल मेन रोडै जाउँ समातेन होला कस्तो जाम हो हुन त अफिस टाइम हो कस्तो रहेछ नहेरिकन के काट्छ यार यिनीहरू मलाई यही मन पर्दैन कि मिरर हेरेर त काट्नु नि यार गाह्रो छ गाह्रो केटा हो गाह्रो ट्राफिक हेरेको हेरेछ ल केही छैन ठिक छ अहिले त समातेन अफिस टाइम हो अलि बिजी हुन्छ कि ट्राफिकहरू त्यही भएर धेरै जस्तो त ट्राफिक बसिरहेको हुन्छ कि यहाँ अब अनि अगाडि गाह्रो छ नि त केही छैन मजा नि आइरहेछ है हैट कहाँ छ मामा छ त मामा छैन नि है जमजमलाई केटा होला छैन रहेछ इन्टरकममा कनेक्ट छ त्यही भएर फाइदै छ यत्रो साइलेन्ट बाल्ला छ है दैट के हो अब यता चक्रवर्ती आइपुग्नु लाग्यो ल मम्मी के हो यस्तो बेलिरहेछ त यार यसले त मलाई ल म चाहिँ यहीँ बसेर कसले देख्दैन कति भाइ छ अझै 100 कति भागिरहेको रहेछ स्वासन तर है मिररमा एक स्न्याप लिउँ न यस्तो एउटा जिन्दगी टक्क स्न्याप पठाएँ है मेरो डाटा त छ त ल फक हुन् त ल केटा खुल्यो मामाजी उहाँ छ मादर चोत मलाई रोकाउँदैन के हो मा कस्तो छ कि यहाँ बाटो त यहाँ कस्तो खाल्टो छ कि यस्तो छ यहाँ हिजो पार्टी थियो त्यही भएर मैले त्यो कपडा लगाएको शेर्पाको मजा आयो तर पार्टीमा नाच्न अब हामी यहाँबाट मेन रोड जाँदैन हामी यता गली जानुपर्ने हुन्छ केटा होला जम ट्राफिकहरू पनि हुँदैन ट्राफिक त हुँदैन कि यता गल्लीतिर ढुक्क भयो हुन्छ अस्ति मलाई यही गल्लीको भित्रबाट एउटा कुकुरले टोक्यो कि दिदी सेक्युरिटी गार्ड रहेछ मुजी म त पुलिस जान्छ लामो कस्तो लौडा क्या भन्नुसम्म छैन मुजीहरू डेटिङ गर्न जान्छ कुनै लदुवाहरू यो गाडी दिन कस्तो चुतिया बनाइन्छ कि यार बढ केटा राम्रोसँग बढ केटी नौकुमा अहिले भनिदिरहेको छु ढुङ्गाले हानिदिन्छु नि फेरि म त ओ लामो म त धन्नै गएन केटा हो ओ के हो दुईचोटि धन्नै मरिएर भगवान् ओ के हो त्यो रणबीर कपुर जस्तो कहाँ बन्नु खोजे होइन यो तोरीहरू मादर जोत हेलमेट लाउनु छैन यार जे होस् मजा आइरहेछ भनौँ है डर पनि लागिरहेछ मलाई नै आइरहेछ डर त के डर डर हटिसक्यो मुजी मेरो आमा यो बुढो बिचमा उभिएर झम पेल्दिम ल केटा हामी गली आए गली छिर्नु पर्यो ल के हो साइलेन्ट बाल्नु पर्दैन अङ्कल रियाक्सन जे होस् खतरा आउँछ भनौँ ल हाम्रो लेभल लास्ट यो एकदम एक्सट्रिम लेभल हो है यो चाहिँ यहाँ अगाडि मामहरू बसिरहेको हुन्छ हेर्नुमा अब त्यो पास गर्न सक्दैन सक्न त सकिहाल्छु त्यो पनि कस्तो मजा नि यार यसरी चलाउन कसम झन् फोकस हुने कि यताउता है जहाँ पनि आँखा त 360 जान्छ मेरो यहाँ धेरै एकदम दुर्घटना हुन्छ त्यही भएर बिस्तारै चलाउनु पर्ने हुन्छ है केटा होला मादर चोत सरी बिस्तारै चला है केटा ओ चिक्नु कस्तो लामो छ यार हेरेर काट्नु नि यार यताबाट बाइक आएर उता हेरेर हुन्छ भने यताबाट आएर छ दुवै यताउता होइन टाउको हल्लाएर हेर्नु नि यार बाटो एकतर्फ मात्रै हेर्ने नि यार बाटो काट्न नै आउँदैन यार लामो बाटो काट्न नि सिकाउनु पर्छ बच्चा हो यार यत्रो लाटे भइसक्यो गाडी आओस् नआओस् यताउता चाहिँ हेर्नुपर्छ कि हानिदिनु पर्ने झरेर लामो अस्ति नै मलाई नि अगाडि समातेको थियो कि साइड मिरर हुने बेला पहिला हो
त्यो फेरारीको ज्याकेट पनि कस्तो लाउनु मन लाग्छ यार मलाई मा कस्तो भाइरल भएको थियो फेरारीको ज्याकेट यार लाजै मर्दो हुन्छ यार त्यस्तो ज्याकेट लाउँदा त मा यहाँ अगाडि छ कि छैन हेर्नु त्यसपछि अनि सक्यो मिसन पास यता छैन यहाँ ट्राफिक छैन भने चाहिँ ल केटा मिसन पास भयो म्याच